यहाँ भर्खर यहाँ मात्रै देख्नु तपाईँले हाल्छ जाजी टाइपको क्या यो चाहिँ कस्तो टाइपको जाजी यस्तो टाइपको मकैबारी त्यही भएर त फोन उठाएन Workout paused. Workout paused. बास गरी पाँचथरको बास गरी जस्तो हुन्छ टोलीहरू मकबारी बाटो Workout resumed. उरालो उकाली उराली गर्दै आँखाभरि थाहा छ के छ तपाईँको युट्युबमा म एक्सप्लेन गरिदिन्छु लु गर्नुहोस् त यो भनेको यहाँनिर दाँत दाँत हुन्छ नि यो कसरी भएको अरे Workout paused. एउटा धामेर बोक्सीको के भन्छ मुन्दुममा Workout resumed. को ठुलो को ठुलो भन्दा को ठुलो को भन्दा को ठुलो भनेर फाइट पर त ठुलो कि म ठुलो होइन ल भनेर कम्पिटिसन भयो अरे एउटा के भन्छ त्यसलाई मिलाएर बुझ्नु बुझेँ मैले अनि त्यतिखेर चाहिँ सबैमा धामीसँग धामीले आगो खान्छ अरे बोक्सीले पनि आगै खान्छ अरे है अनि लास्टमा चाहिँ यसको पत्ता चाहिँ निल्दाखेरि चाहिँ त्यसको नाम पनि भनिदिनु न के को पत्ता हो त्यो यो के अरे अम्लिसोको पत्ता यो निल्दाखेरि चाहिँ धामीले चाहिँ सबै निलो अरे बोक्सीले चाहिँ निल्नु सकेन अरे क्या लिनु नसकेपछि यहाँ दाम भयो अरे बोक्सी त्यही भएर यहाँ अलिक छेउमा ल्याएर देखाइदिनु न दाम चाहिँ यहाँ हारेको ए ल ल धन्यवाद जानकारीको लागि ल Workout paused. यो चाहिँ के रहेछ यति लामो घरै हो स्कुल हो स्कुल यो भनेको बाल शिक्षा बाल शिक्षा कुन ठाउँ अरे यो पैक्पा ए सीता दिदीले यहाँ पढाउनुहुन्छ Workout resumed. ए हो र ए त्यो अर्को दिदी पनि ऊ नै हो बाल शिक्षाकै हो भाइ कता माथि कता गोपेटार पढ्छौ गोपेटार कुन स्कुलमा हाई स्कुलमा Workout paused. ए बोर्डिङ कतिमा पढ्छौ हो ए हाई स्कुल भन्छन् होला नि त कतिखेर पुग्छौ यहाँबाट हिँड्दै हिँड्दै 9:30 पुग्छौ ल ल राम्ररी जाऊ ल हाई भन्दै एकचोटि क्यामेरालाई भाइ लाचाले भुत्तुकै अनि 500 चाहिँ कसरी हुन्छ हौ बाल शिक्षामा आधारभूत नै रहेछ नि फाल्गुनन्द आधारभूत विद्यालय Workout resumed. यस्तो छ Workout राम्रो paused. आधारभूत स्कुल है यो पैक्पाको आधारभूत स्कुल
मकै बारी बाँस घरी आउँदा त त्यस्तो स्यास्या त हुँदैन नि त ओह्रालोमा स्यास्या त हुँदैन नि खुट्टा त काम नै त हो उकालोमा चाहिँ सारा सिया चिएर फ्याँ फ्याँ दिमाग खराब हुन्छ यो यो मल बनाएको चाहिँ साह्रै राम्रो यो पत्ता हालेर Workout paused. यसरी आइयो नि मान्छे चाहिँ फोन गर्नु न अब चाहिँ Workout resumed. यो चाहिँ रोग लाग्यो यो रोग Workout paused. Workout paused. Workout paused. काममा भन्दाखेरि घाँसमा जान्न